सबै सामान बोकेर हिउँ भएको ठाउँमा आउनुभयो। त्यसपछि ब्यागबाट टेन्टहरू निकाल्छन् अनि बरफमा पाल बनाएर माछा समात्ने ठाउँ तयार गर्छन्। तयार भइसकेपछि त्यसपछि उनी टेन्ट निकालेर बरफमाथि सेट गर्न सुरु। अनि टेन्ट तयार भएपछि अब उनी टेन्टभित्र गएर सानो काठको चुलोमा दाउरा हालेर आगो बाल्छन्। आगो राम्रोसँग बल्न थालेपछि चुलोले न्यानो बनाइरहन्छ। त्यसपछि उनी माछा समात्ने काँटी र चारा तयार गर्छन्। बरफको पालमा डोरी हालेर समात्न सुरु गर्छन्। यता भने बाहिरदेखि टेन्टको दृश्य यस्तो देखिरहेछ। त्यसपछि उनी बिस्तारै बिस्तारै धैर्यको साथ माछा पर्ने प्रतीक्षा गरिरहन्छ। केही समयपछि उनको काँटीमा ठुलो माछा पर्छ र उनी बिस्तारै बिस्तारै तानेर बाहिर निकाल्छन्। त्यसपछि उनी खुसीले एकदम रमाउन थाल्छ। जस्तै हामीहरूको घरमा माछा मासु पाक्दा कस्तो रमाउँछौँ, त्यसरी नै रमाएर खुसी हुन्छन्। माछा त ठुलै छ, कम्तीमा माछा 1-2 केजी हुन्छन्। झन्डै माछा छटपटेर भाग्न थाल्छ। फेरि समात्छन्। त्यसपछि केही समयपछि उनले बरफको माथि राखेर सफा गर्न थाल्छ पानीमा धोएर। अनि माछाको पेटमा चिरा लगाउन थाल्छन् र त्यो चिरा लगाएको ठाउँमा नुन मसला हालेर म्याग्नेट गरेर तातो तेलमा हाल्छन् र दुवैपल्टि पल्टाएर फ्राई गर्छन्। त्यसपछि एकछिन माछालाई बिस्तारै फ्राई गर्छ। फ्राई भइसकेपछि माछालाई काठको प्लेटमा हाल्छन् र टेबलमा राख्छन् र एउटा कपमा चिया लिन्छ र माछाको एक बाइट लिएर त्यसमा टक्क कागतीको रस हालेर चट्ट खाइदिन्छ र अन्त्यमा चिया खाँदै प्रकृतिको दृश्यको आनन्द लिन्छ।